Hello everyone, I hope you all are doing good. अनि अब यो चाहिँ हाम्रो अन्तिम च्याप्टर हो ल सिमुलेसन एन्ड मोडलिङको। अनि यसपछि हाम्रो सकिन्छ र यो च्याप्टर काइन्ड अफ इम्पोर्टेन्ट पनि छ र यसमा मेनली एउटै टपिक हामीले पढ्ने जिपिएसएस। यो कसरी बनाउने मेन यही टपिक हो यसबाट है। यहीसँग रिलेटेड हामीलाई क्वेसनहरु सोध्छ। मैले यहाँ क्वेसनहरु लेखेको छु है, यसलाई स्क्रिनशट हान है। ओके, जस्ट यहाँ सुरुमा त सिमुलेसन टुल भन्ने सानो टपिक पढौँ अनि त्यसपछि चाहिँ विल मुभ अन टु जिपिएसएस कसरी बनाउने म एक्जाम्पलहरु पनि देखाएर तिमीलाई भन्छु है त। ल सबैभन्दा पहिला त सिमुलेसन टुल भनेर हेरौँ। यो खासै सोधेको त केही पनि छैन है, त्यही पनि यसो हेर्ने हो भने सिमुलेसन टुल भनेको जस्तो अहिले सफ्टवेयर हो अर यु क्यान अल्सो से फ्रेमवर्क। हामीले के को लागि युज गरिन्छ त यसलाई भन्दाखेरि हामीले जुन हाम्रो सिमुलेसन छ त्यसलाई इम्प्लिमेन्ट गर्नको लागि यो टुललाई हामीले युज गरिन्छ। सो बाइ युजिङ दिस टुल वी क्यान इम्प्लिमेन्ट दि सिमुलेसन अथवा वी क्यान मोडल एक्जिक्युट एन्ड एनालाइज द बिहेभियर अफ रियल वर्ल्ड सिस्टम बाइ युजिङ सिमुलेसन है। ल यसले अब के कुरा युजरलाई अलाउ गर्छ त भन्दाखेरि विदाउट एक्चुअली पर्फर्मिङ द्याट अपरेसन, त्यो सर्टेन कुरा विदाउट एक्चुअलीमा रियलमै नगरिकन त्यो हामीले टुलबाट त्यसलाई चाहिँ हामीले अब्जर्भ गर्न मिल्छ, अपरेट गर्न मिल्छ है। सो त्यो कुरा भयो। यसमा युजली दुईवटा टाइप हुन्छ, एउटा हुन्छ जनरल पर्पस, अर्को हुन्छ डोमेन स्पेसिफिक अथवा क्याटेगोरी स्पेसिफिक। एन्ड द जनरल पर्पस वान आर एक्चुअली तिनीहरू जेमा पनि हामीले युज गर्न मिल्छ कि है, त्यस्तोलाई हामीले जनरल पर्पस भनिन्छ। यानि कि हामीले म्यानुफ्याक्चरिङ मोडल गर्न युज गर्न मिल्छ, त्यसलाई चाहिँ नि क्युइङमा पनि युज गर्न मिल्छ, सबैमा युज गर्न मिल्छ भने द्याट आर जनरल। एन्ड जस्तै यसको एउटा इक्जाम्पल हाम्रो के हुन्छ, एउटा म्याटल्याब भन्ने हुन्छ है, त्यो हाम्रो यसको इक्जाम्पल हो भने। अर्को हुन्छ हाम्रो डोमेन स्पेसिफिक। यहाँनिर चाहिँ स्पेसिफिकली एउटा सर्टेन डोमेनको लागि, एउटा सर्टेन क्याटेगोरीको लागि छुट्टै एउटा सफ्टवेयर छ भने द्याट आर डोमेन स्पेसिफिक। सो यो बेसिक कुरा थियो। र एउटा चाहिँ हाम्रो सिएसएमपी है। सिएसएमपी भनेको चाहिँ कन्टिन्युअस सिस्टम मोडलिङ प्रोग्राम हो। यो एउटा प्रोग्रामिङ ल्याङ्ग्वेज हो। बेसिकली प्रोग्रामिङ ल्याङ्ग्वेज भन्दा पनि एउटा सिमुलेसन ल्याङ्ग्वेज भनेर बुझ्दा हुन्छ है। यो किन युज हुन्छ त भन्दाखेरि हाम्रो कन्टिन्युअस सिस्टमहरु जति पनि छ तिनीहरूलाई मोडल गर्न युज हुन्छ है। एकदम अर्ली 90s तिर बनाएको थियो सायद यो है, जहाँ मलाई लाग्छ। अनि यो आइबिएमले डेभलप गरेको थियो यसलाई। र युजली हाम्रो जति पनि यो कन्टिन्युअस सिस्टम छ सबैलाई हामीले मोडल गर्नको लागि युजली डिफरेन्शियल इक्वेसनको हामीले युज गरिन्छ। यही डिफरेन्शियल इक्वेसनलाई चाहिँ मोडल गर्ने काम हाम्रो सिएसएमपीले गर्थ्यो है। र अभियसली यो एउटा ल्याङ्ग्वेज भनेपछि देयर ह्याभ टु बी डिफ्रेन्ट काइन्ड अफ स्टेटमेन्ट राइट। सो यसमा पनि डिफ्रेन्ट स्टेटमेन्ट हुन्छ, जस्तै डेटा स्टेटमेन्ट है। युजली हाम्रो एउटा कुनै पनि डिफरेन्शियल इक्वेसन सल्भ गर्नको लागि वी निड सम इनिसियल भ्यालु है। त्यो इनिसियल भ्यालुहरू डिफाइन गर्ने, प्यारामिटर डिफाइन गर्ने हाम्रो डेटा स्टेटमेन्टले गर्थ्यो भने अरू हुन्थ्यो हाम्रो कन्ट्रोल स्टेटमेन्ट। यिनीहरूले सिमुलेसनको फ्लो जनाउँथ्यो, कति बेला स्टार्ट गर्ने, कति बेला स्टप गर्ने, कति बेला कुनै कुरा प्रिन्ट गर्ने है, एन्ड सो अन। अर्को हुन्थ्यो फङ्सनल ब्लक है। यो फङ्सनल ब्लकहरूले चाहिँ एउटा सर्टेन कामहरू गर्थ्यो है। यहाँभित्र चाहिँ नि केही लोजिकहरू हुन्थ्यो जसले कुनै सिस्टमको बिहेभियरलाई जनाउँथ्यो। अर्को हुन्छ इन्टिग्रेसन ब्लक है। इन्टिग्रेसन ब्लकले चाहिँ युजली ओडीलाई अथवा अर्डिनरी डिफरेन्शियल इक्वेसनलाई सल्भ गर्ने काम चाहिँ यसले गर्थ्यो। सो ब्लक पनि डिफ्रेन्ट काइन्ड अफ हुन्थ्यो। जस्तै आइएनटिजी भन्ने हुन्थ्यो, इन्टेक भन्ने, विच युज टु डु इन्टिग्रेसन। अर्को डेरिभ भन्ने हुन्थ्यो, यसले डेरिभेटिभ गर्थ्यो एन्ड सो अन है। सो यो कुरा हो। यो पनि लाइक सिलेबसमा भयो भने हामीले एक्चुअलीमा त्यस्तो सोधेको चाहिँ छैन। मेन भनेको हाम्रो जिपिएसएस हो है, यसैले हामीले मेन बुझ्नुपर्छ। सो हेरौँ है त, जिपिएसएस है, जनरल पर्पज सिमुलेसन सिस्टम है। अब नोटमा हेरौँ है त के लेखेको छ। इट इज डिस्क्रिट टाइम सिमुलेसन। ओके, अघि माथि भर्खर हेरेको कन्टिन्युअस थियो, त्यसले कन्टिन्युअस सिस्टमलाई सिमुलेट गर्थ्यो भने यो जुन जिपिएसएस छ यसले डिस्क्रिट टाइमलाई सिमुलेट गर्छ। जस्तै क्युइङ सिस्टम टाइपको भयो है, तिनीहरूलाई सिमुलेट गर्न हामीले यसलाई युज गरिन्छ है। यो कुरा बुझ्नु पऱ्यो। अर्को कुरा है, डिस्क्रिट भनेको तिमीले बुझ्छौ है, अझसम्म तिमीले अगाडिको भिडियो त हेरेको छ होला। र युजली अरू कुनै फ्लेक्सिबल अरू कुनै सिमुलेसन ल्याङ्ग्वेजको तुलनामा यसलाई हेर्ने हो भने यो अलि लेस फ्लेक्सिबल चाहिँ छ। भन्नुको मतलब यसलाई युजली जहाँ त्यही हामीले फिट गर्न युज गर्न अलि मिल्दैन। तर पनि यो एकदम बेस्ट छ हाम्रो लागि सिम्पल मोडलहरू बनाउनको लागि। ओके, र यो एकदम चिपर पनि छ र फास्टर पनि हुन्छ है, र सिम्पल छ एकदमै। लाइक हामीले
एक्चुअलीमै प्रोग्राम राइट गर्नु पर्दैन कि जसलाई प्रोग्रामिङको नलेज छैन त्यसले पनि यसलाई बनाउन सक्छ है। किन इजिली हामीले बनाउनु मिल्छ त अहिले हामी बनाएपछि हेरि नै हालिन्छ, हामीले पनि बनाउन सिकिन्छ है। र यो कस्तो खालीमा सुइटेबल हुन्छ त भन्दाखेरि ट्राफिक अनि क्युइङ सिस्टम टाइपकोमा जहाँनिर एउटा सर्टेन कुरा अथवा सर्टेन जुन वस्तु छ त्यो अराइभ गरिरहेको छ एउटा सर्टेन टाइममा एउटा सिस्टमभित्र है, र केही प्रोसेसिङ हुन्छ त्यसपछि त्यो बाहिर निक्लिन्छ। त्यस्तो टाइपको क्युइङ अथवा ट्राफिक टाइपको सिस्टमलाई मोडल गर्न चाहिँ यो युजली बेस्ट हुन्छ। र हामीले के गरिन्छ त भन्दाखेरि प्रोग्राम लेखिँदैन यहाँनिर हामीले भनिन्छ फ्लो चार्ट है। फ्लो चार्ट जस्तै के भन्छ त भन्दाखेरि ग्राफिकली रिप्रेजेन्ट गरिन्छ कि है। त फ्लो चार्ट थाहा नि त मलाई स्टार्ट भनेर लेखिन्छ हामीले फ्लो चार्टमा होइन। यस्तो गरिन्छ, केही कुरा इनपुट लिनु पऱ्यो भने हामीले सायद यस्तो गरिन्छ होइन, केही कुरा प्रोसेस गर्नु पऱ्यो भने सायद यस्तो गरिन्छ, हामीले केही अपरेसन गर्नु पऱ्यो भने केही कन्डिसन लेख्नु पऱ्यो भने यस्तो गरिन्छ। अनि यस अर नो गरेर यसरी हामीले प्रोग्रामको फ्लोलाई ब्रेक गरिन्छ। यसरी हामीले फ्लो चार्ट जुन बनाइन्थ्यो सानसानो क्लासमा त्यस्तै नै हो यो पनि है, त्यसरी नै गर्ने हो। र लास्टमा थोरै हामीले प्रोग्राम पनि लेख्नुपर्छ जुन एकदमै इजी हुन्छ, यसैले लेख्ने हो। यहाँ जे कुराहरू गऱ्यौँ यही कुराहरूलाई नै हामीले लेख्ने हो त्यहाँनिर। सो युजली राइटिङ प्रोग्राम भन्दा पनि हामीले ब्लक डायग्रामलाई चाहिँ बनाइन्छ। ब्लक डायग्राम भनेको बेसिकली डिफ्रेन्ट ब्लकहरू हुन्छ, हरेक ब्लकको आफ्नो आफ्नो काम हुन्छ ओके, र त्यो ब्लकहरू कनेक्टेड हुन्छ एक आपससँग है। र हरेक ब्लकको आफ्नो आफ्नो काम हुन्छ है। सो देयर आर लाइक 48 डिफ्रेन्ट ब्लक जुन जिपिएसएसले प्रोभाइड गर्छ हामीलाई। तर हामीले अभियसली यो 48वटै पढ्नु पर्दैन है, हामीलाई जुन जुन चाहिन्छ 10वटा 9-10वटा हामीले पढिन्छ है जुन जुन चाहिन्छ। सो यसरी एउटा फ्लो चार्ट जस्तो भन्नु बुझ्नु पऱ्यो है त ओके। र हेरे जस्तै एउटा बार्बर सपको कुरा गर्नुपर्दा बार्बर सपमा को आउँछ, कस्टमर आउँछ जसलाई कपाल काट्न पर्ने हुन्छ राइट। सो एउटा बार्बर सप सिस्टम हो भने एउटा कस्टमर यहाँबाट छिर्छ डिफ्रेन्ट अपरेसनबाट, अब यसले कुर्नु पर्ला, यहाँनिर लाइनमा बस्नु पर्ला, एकछिन कुर्नु पर्ला, त्यसपछि यसको पालो आउला, यसले कपाल काट्ला, पैसा तिर्ला र निक्लिन्छ यो है। एउटा चाहिँ नि ट्राफिकको कुरा होला, एउटा इन्टरसेक्सनमा गाडी आयो, रेड लाइट त्यसले हेर्छ, एकछिन कुर्छ, त्यसपछि रेड लाइट ग्रिनमा कन्भर्ट भइसकेपछि त्यो के हुन्छ त मुभ हुन्छ राइट। यहाँनिर कार भयो, त्यसै गरी यो कार अथवा चाहिँ नि कस्टमर भयो। अरू कुनै क्युइङ सिस्टम हेर्ने भने पनि त्यहाँनिर कस्टमर हुन्छ। एउटा कुनै म्यानुफ्याक्चरिङ कम्पनी छ भने त्यहाँनिर एउटा प्रोडक्ट यहाँबाट निक्लिन्छ र मेटेरियल छिरेर है। सो जति पनि कुरा सिस्टमभित्र छिरिरहेको छ र डिफ्रेन्ट अपरेसनबाट पास भइरहेको छ नि, यो सबै कुराहरूलाई हामीले ट्रान्जेक्सन भनेर भन्छौँ। के भन्छौँ? ट्रान्जेक्सन ओके। सो द एन्टिटी द्याट मुभ्स थ्रु द सिस्टम भनेकै बेसिकली हाम्रो ब्लक अफ नेटवर्क हो नि त। यसरी बनाइन्छ हाम्रो सिस्टम होइन जिपिएसएसमा। सो यहाँबाट जति पनि कुराहरू एक एक गरेर पास भइरहेको छ है, त्यो सबै कुराहरू के हो त ट्रान्जेक्सन हो ओके। र अब ट्रान्जेक्सन एउटै वस्तुले पनि बनेको हुनसक्छ, त्योभित्र 2-3वटा वस्तु पनि हुनसक्छ। सो बेसिकली सिङ्गल ट्रान्जेक्सनले कहिलेकाहीँ सेभरल सानसानो इन्टिटीलाई पनि जनाउन सक्छ है। सो यहाँनिर कस्टमर मात्र छ। अब अरू कुनै प्रोडक्सनको कुरा गर्ने भने 3-4वटा किसिमको र मेटेरियलहरू मिलेर एकैचोटि भित्र छिरेर अनि एउटा प्रोडक्ट निकाल्न सक्ने हुनसक्छ है। सो त्यहाँनिर हाम्रो यो सबै मिलेर एउटा ट्रान्जेक्सन बनाउँछ। सो यसरी चाहिँ हाम्रो ट्रान्जेक्सनले डिफ्रेन्ट इन्टिटीलाई पनि जनाउन खोजेको हुन्छ, एउटा सिङ्गललाई पनि जनाउन खोजेको हुन्छ, त्यो भन्न खोजेको है। ल यति कुरा भयो। अब हामी गरौँ ब्लक ओके। जिपिएसएसभित्र कस्तो कस्तो ब्लक चाहिँ अब युज हुन्छ त है। र हरेक ब्लकको आफ्नो आफ्नो काम हुन्छ मैले भनिसकेँ। सो इच एन्ड एभ्री ब्लक हेर्छौँ, त्यसको चाहिँ नि सिम्बल हेर्छौँ हामी, त्यसलाई कसरी लेख्ने त प्रोग्राममा, त्यसको सिन्ट्याक्स हेर्छौँ एन्ड देन त्यसको काम हेर्छौँ है। सबैभन्दा सुरुमा हुन्छ जेनेरेट ब्लक। जहिले पनि एउटा कुनै पनि सिस्टम बनाउँदाखेरि हामीले सुरुमा टपमा बनाउने जेनेरेट हो। त्यसले एउटा के बनाइन्छ त भन्दाखेरि एउटा फ्लोलाई जेनेरेट गरिदिन्छ है। जसरी स्टार्ट भनेर हामीले नर्मल फ्लो चार्टमा लेख्छौँ त्यस्तै हो यो पनि है। र यसको सिम्बल हुन्छ जेनेरेटको, यस्तो हुन्छ सिम्बल यसको ओके। यही पनि देखाएको छ, यस्तो हुन्छ जेनेरेटको सिम्बल। र भित्र हुन्छ एबी ओके। जेनेरेटभित्र हामीले 2वटा प्यारामिटर लेखिन्छ है। र यहाँनिर अरू एडिसनल प्यारामिटर पनि हामीले लेख्न मिल्छ है। सिडी यो एडिसनल हो, यो अप्सनल हो, लेख्नै पर्छ भन्ने हुँदैन एभ्री प्रोग्राममा है। तर यो एबी चाहिँ लेख्नै पर्छ है त। सो जेनेरेटको काम के हो त भन्दाखेरि यसले के एउटा गरिदिन्छ त भन्दाखेरि ट्रान्जेक्सनको फ्लो एउटा क्रिएट गरिदिन्छ। सो यो भनेको ढोका जस्तो हो है। तपाईँको बार्बर सपमा कपाल काट्ने ठाउँमा ढोका छैन भने कस्टमर छिर्न सक्दैन नि। सो त्यसै गरी यहाँ जुन हामीले मोडल बनाइरहेको छौँ त्यो मोडलको टपमा यो हुनुपर्छ, बल्ल यहाँबाट चाहिँ नि एउटा कस्टमर एउटा ट्रान्जेक्सन छिर्न सक्छ है। सो यसले के गरिदिन्छ त एउटा फ्लो बनाउने काम गर्छ
ओके यो टपमा हाम्रो हुन्छ है त। र यहाँभित्र यो जति पनि हामीले लेख्यौँ एबिसिडी यिनीहरूको काम चाहिँ के हो त, यिनीहरू के हो त, ए भनेको तिम्रो अराइभल टाइम हो है, एभरेज भ्यालु अफ अराइभल टाइम हो जुन हामीलाई युजली क्वेसनमा दिएको हुन्छ। बी भनेको रेन्ज हो, जस्तै बार्बर सपमा चाहिँ हरेक 5 मिनटमा चाहिँ मान्छे आउँछ है, र कहिलेकाहीँ 2 मिनट तलमाथि पनि हुनसक्छ भनेर ±2 दियो भने हाम्रो के भयो त भन्दाखेरि ए भनेको 5 भयो एभरेज टाइम, ओके, इन्टर अराइभल टाइम एउटा कस्टमर र अर्को कस्टमरको बिचमा जुन 5 मिनटको ग्याप हुनसक्छ, र कहिलेकाहीँ ±2 पनि हुनसक्छ भन्नु मतलब यहाँनिर यसको भ्यालु 2 भयो है। सो यसलाई अब लेख्दाखेरि कसरी लेख्नु पऱ्यो त भन्दाखेरि 5,2 यसरी लेख्नु पऱ्यो है। ल यो भयो, यो हाम्रो एभरेज भ्यालु भयो है, यसलाई भन्छ हाफ रेन्ज, ओके, भेरिएसन बेसिकली 2 मिनट तलमाथि हुनसक्छ भन्नु खोज्छ। र यो जुन साइडको कुराहरू चाहिँ लेखे पनि हुन्छ नलेखे पनि हुन्छ। यहाँनिर सी भनेको चाहिँ कहिलेकाहीँ अब भर्खरै पसल खोलिरहेछ भने मान्छे त आउँदैन, सो केही समय त्यहाँनिर डिले हुनसक्छ नि त है, केही समय त्यहाँ एड हुनसक्छ नि त होइन। सो त्यो अफसेट अथवा त्यो टाइम डिले जुन छ त्यसलाई सी भनिन्छ। यो युजली हामीले नलेखे पनि हुन्छ। डी भनेको बेसिकली कतिवटा ट्रान्जेक्सन चाहिँ हामीले यहाँनिर गर्ने त नि सिस्टममा है, सपोज 5वटा अथवा 500वटा चाहिँ नि कस्टमरको लागि बनायो भने हामीले यो टीको ठाउँमा 500 लेख्नुपर्छ कि बेसिकली यो जुन हामीले बनाइरहेछौँ यो प्रोग्राम कतिचोटि लुप गर्ने त नि अथवा कतिवटा चाहिँ नि ट्रान्जेक्सनको लागि यो कुरा हुने त नि, त्यो चाहिँ हाम्रो डी भयो। ई भनेको प्रायोरिटी हो, यो पनि चाहिएन है, कुनै पनि ट्रान्जेक्सनलाई कुन चाहिँ ट्रान्जेक्सनलाई प्रायोरिटी दिन्छ, जस्तै लाइनमा बस्यो होला नि त 2-3वटा ट्रान्जेक्सन हेरेर, सो कसलाई चाहिँ प्रायोरिटी दिने भन्ने चाहिँ यो ईमा लेखिन्छ। युजली हामीलाई ए र बी त लेख्नै पर्छ एभ्री प्रोग्राममा है, यो डी चाहिँ कहिलेकाहीँ लेख्नुपर्ने हुन्छ, अरू चाहिँदैन हामीलाई है। यति बुझ तिमीहरूले सिम्बल हेरेर भयो। अब बीको कुरा गरौँ, सरी सेकेन्ड नम्बरको ब्लकको कुरा गरौँ। सेकेन्डमा छ क्यू है, तपाईँ बारवटा शब्द त छिर्नु भयो, तर त्यहाँनिर त भैया त नभनौँ है, जस त्यो के भन्छ जस कपाल काट्ने मान्छेले के गरिरहेको रहेछ त भन्दाखेरि अरूकै कपाल काटिरहेको रहेछ, सो तपाईँ त कुर्न पऱ्यो। सो यहाँनिर क्यू ब्लकको काम चाहिँ त्यही हो है, कोही ट्रान्जेक्सन आयो अगाडि कोहीले अरूले काम गरिरहेको छ, त्यो सर्भिस चाहिँ फ्री छैन भने त अब लाइनमा बस्नु पऱ्यो, क्यूमा बस्नु पऱ्यो, हो त्यो काम क्रिएट गर्ने काम कसको त भन्दाखेरि क्यू ब्लकको। सो क्यू ब्लकको सिम्बल यस्तो हुन्छ है, यहाँ हामीले लेखिन्छ क्यूको नाम, ओके। सो क्यूको नाम चाहिँ नि यहाँ लेखिन्छ है, जे पनि लेख्न पाइयो, ओके। र यहाँ हुन्छ बी, बी भनेको बेसिकली के हो त भन्दाखेरि क्यूमा अरू कोही मान्छे छ कि छैन भन्ने कुरा हो, यो लेख्न पर्दैन, कतै पनि छोडिदियो यसलाई। यदि 1 छ भने एस भन्ने हुन्छ, अदरवाइज नो हुन्छ, यो चाहिँ परेन है। सो यसरी हामीले लेखिन्छ, ओके। मैले माथि सिन्ट्याक्स लेख्न बिर्सेछु, सरी। सिन्ट्याक्स चाहिँ हाम्रो कस्तो हुन्छ त जेनेरेट क्यापिटलमा लेख्ने, त्यसपछि हाम्रो एभरेज टाइम, ओके। यस्तो यो इक्जाम्पलमा 5 भयो, ए हुने भयो युजल्ली, अनि त्यसपछि यो टाइम 2 भइहाल्यो। त्यसपछि थर्डमा अफसेट हुन्छ, अफसेट छैन भने यत्तिकै छोडिदिने। फोर्थमा अब जस्तै 500वटाको लागि गराउनु पर्छ भने 500 लेख्यो, एन्ड सो अन यसरी लेख्ने है। अब यसको क्यूको चाहिँ कस्तो हुन्छ त भन्दाखेरि क्यू, अब कुन क्यूमा चाहिँ ट्रान्जेक्सनलाई राख्ने त्यसको नाम, र यति गरे हुन्छ, यो बी लेखिराख्नु पर्दैन है। ल अर्को हुन्छ डिपार्ट ब्लक। लेट्स सपोज हाम्रो पालो आयो अरे कि अब है, हाम्रो पालो आएपछि हामी लाइनबाट निक्लिन पऱ्यो, त्यो काम कसले गर्छ, डिपार्टले गर्छ। सो यसको पनि सिमिलर हुन्छ। मैले यहाँनिर एउटा इम्पोर्टेन्ट कुरा छुट्याएको छु, यहाँनिर जुन हाम्रो क्यूको सिम्बल छ नि त्यहाँ यस्तो लाग्ने है, यस्तो लेख्नुपर्छ, ओके, माथि एउटा लाइन तान्नुपर्छ। सो डिपार्टमा चाहिँ कस्तो हुन्छ त सेम क्यूकै जस्तो हो, तर यहाँनिर लाइन तान्दाखेरि तलतिर तान्नुपर्छ। सो तलतिर लाइन दियो भने डिपार्ट, माथि दियो भने क्यू, ओके। सो डिपार्टमा के हुन्छ त भन्दाखेरि तिम्रो ट्रान्जेक्सन चाहिँ कुनै पनि क्यूबाट अब हट्छ, निक्लिन्छ र सर्भिस लिन जान्छ है। सो यो कुरा भयो, यही लेखेको छ। सो यहाँनिर अब कुन क्यूबाट चाहिँ हट्ने त्यही लेख्ने हो, बेसिकली माथिको क्यू जस्तै क्यूको नाम लेख्ने है। ल सो यो भयो त, यसको चाहिँ नि सिन्ट्याक्स हेर्ने भने डिपार्ट हुन्छ र यहाँनिर क्यूको हामीले नाम लेख्छौँ है, ओके। यो बी चाहिँ लेख्नु पर्दैन है त। ल डिपार्ट भयो। अर्को हुन्छ सिज। सिज भनेको के त भन्दाखेरि यदि लेट्स सपोज त्यो कपाल काट्ने मान्छे फ्री देख्यौँ हामीले भने अब हामी गएर हाम्रो पालो त टक्क ल्याएर त्यहाँ कुर्न पऱ्यो नि त, राइट।
हो त्यसलाई भन्छ सिज गर्ने है। सो हामीले के गर्नु त रिजर्भ गर्ने के फ्यासिलिटी, सो द्याट जति बेला त्यो फ्री हुन्छ हाम्रो पाले आओस् भनेर है। सो क्याप्चरिङ अर रिजर्भिङ अ फ्यासिलिटी युज बाई अ ट्रान्जेक्सन, त्यो ट्रान्जेक्सनले युज गरिरहेको अब फ्री हुँदा बित्तिकै हामीले त्यसलाई सिज गऱ्यौँ, कब्जा गऱ्यौँ र त्यहाँ गएर आफू डिपार्ट गरेर गयौँ भने त्यसलाई भन्छ सिज। र यो सिजको सिन्ट्याक्स हेर्ने भने SCIZD हुन्छ। र अब हाम्रो जुन फ्यासिलिटी छ जस्तै बार्बर सपमा हामीले कपाल काट्ने हाम्रो फ्यासिलिटीको नाम मेबी बार्बर होला, जे पनि राख्न पाइयो हो त्यो फ्यासिलिटीको नाम लेख्ने है, जे पनि हुन सक्यो। सो फ्यासिलिटी नेम FN लेखेँ मैले, ल यसरी यो सिन्ट्याक्स हुन्छ हाम्रो। र यसको चाहिँ नि तिमीले सिम्बल हेर्छौ भने यस्तो हुन्छ, यहाँ हुन्छ हाम्रो फ्यासिलिटीको नाम। ओके भयो कुरा। अर्को हुन्छ रिलिज। जस्तै हामीले फ्यासिलिटी युज गऱ्यौँ है, अब युज गरिसकेपछि त हामी त निक्लिन पर्यो। अब निक्लिँदाखेरि त्यो फ्यासिलिटी अब अरूले युज गरोस् भनेर हामीले कब्जा गरेको जुन थियौँ त्यसलाई हामीले छोड्न पर्यो नि त है। सो प्रिभियसली सिज गरेको फ्यासिलिटीलाई हामीले फ्री गर्ने काम चाहिँ त्यसलाई चाहिँ रिलिज भनिन्छ। त्यो रिलिज ब्लकले गर्ने काम गर्छ। र रिलिज कस्तो हुन्छ त ठ्याक्कै सिजको उल्टो हुन्छ। सो यहाँनिर कुन फ्यासिलिटीलाई हामीले रिलिज गरेको त्यो लेख्ने है। यदि सिन्ट्याक्सको कुरा गर्नुपर्दा RELEASE अनि फ्यासिलिटीको नाम। ओके ल अर्को हुन्छ हाम्रो इन्टर। यो खासै त्यति धेरै युज चाहिँ हुँदैन, तर पनि यसलाई चाहिँ पढ्न चाहिँ पर्यो है त। कहिलेकाहीँ लाइक थ्योरीमै सोध्न सक्छ इन्टर ब्लकले के गर्छ भनेर है। जस्तै म इक्जाम्पल दिन्छु, तपाईँ कपाल काट्न जानु पऱ्यो आफ्नो गाडीमा है। ओके अनि त्यसपछि बार्बर सपको बाहिर चाहिँ पार्किङ लट छ अरे है। अब त्यो पार्किङ लटमा त लिमिटेड ठाउँ छ। सो तपाईँले के गर्नु पऱ्यो त भन्दाखेरि त्यो ठाउँबाट कतिपय त्यो पार्किङ लट त सबैले सेयर गरेर राख्ने त त्यहाँ होइन। त्यहाँबाट तपाईँले सर्टेन युनिट चाहिँ आफ्नो लागि एलोकेट गर्नु पऱ्यो नि त राइट। हो त्यस्तै गर्नु पऱ्यो। जस्तै एउटा कुनै पनि सिस्टममा जसलाई मोडल गरेर राखौँ, एउटा सेयर्ड रिसोर्सेसबाट केही कुरा चाहिँ आफूले लिन पऱ्यो है, केही युनिट चाहिँ स्टोरेज ब्लक आफूले लिन पऱ्यो भने त्यसलाई हामीले इन्टर ब्लकले गर्ने काम गरिन्छ है। सो लेट्स सपोज हामीलाई के गर्नु पऱ्यो त भन्दाखेरि के भन्छ, जस्तै यो जुन स्टोरेज छ है, जुन सेयर्ड भएको छ यसको नाम चाहिँ STORAGE स्टोरेज नेम हो यसको नाम। ओके त्यसबाट चाहिँ नि हामीलाई 20वटा युनिट चाहिएको छ भने हामीले के गर्नु पर्यो त भन्दाखेरि इन्टर कसबाट त स्टोरेज नेमबाट त्यहाँ लेख्ने कमा कति चाहियो त्यो लेख्ने। ओके र हामीले यो जति लेखेको छौँ नि है यो चाहिँ हाम्रो सानो हुनुपर्छ अभाइलेबल भन्दा, अथवा इक्वल भयो भने भयो, जति अभाइलेबल छ त्योभन्दा थोरै भयो भने बल्ल हामीले एलोकेट गर्नु मिल्छ, अदरवाइज मिल्दैन है। सो यो कुरा भयो। यसको सिम्बल हेर्ने भने यस्तो हुन्छ है, यहाँ हामीले लेखिन्छ B। ओके B भनेको स्टोरेज नेमलाई यहाँ लेखिन्छ र A चाहिँ हाम्रो यहाँनिर हुन्छ, कति चाहिँ हामीलाई चाहिएको त्यो यहाँनिर हुन्छ है। ल ठिक छ, ल यो कुरा भयो। अर्को हुन्छ लिभ ठ्याक्कै यसको उल्टो हुन्छ है। सो लिभ चाहिँ हाम्रो यस्तो हुन्छ है त। यसरी हामीले बन्द गऱ्यौँ भने यसरी अब खोलिदिन्छौँ। सो हामीले जुन के भन्छ नम्बर अफ युनिट चाहिँ आफूले कब्जा गराएको थियौँ त्यसलाई अब रिलिज गरिदिउँ हामीले है। त्यो सर्भिस चाहिँ हामीले युज गरेनौँ है त। सो रिलिज गर्दाखेरि पनि सेम नै हो सिन्ट्याक्स चाहिँ है त, जस्ट यसलाई माथितिर फर्काइदिने। यो खासै त्यति काम चाहिँ लाग्दैन है। अब अर्को चाहिँ एडभान्स ब्लक, यो चाहिँ काम लाग्छ। जस्तै हामी बार्बरकोमा गएर सर्भिस लिन्छ राइट। ओके त्यो सर्भिस त्यो फ्यासिलिटी लिनलाई कति टाइम लाग्छ त है। लेट्स सपोज 15 मिनट लाग्छ अरे, अनि त्यहाँपछि प्लस माइनस 5 मिनट चाहिँ तलमाथि हुनसक्छ अरे यसमा भने अब त्यसलाई हामीले जनाइन्छ एडभान्स ब्लकले। ओके सो एडभान्स ब्लकले प्रोसेसिङ टाइम होस्, कुनै कुराको डिले पनि जनाउन सक्छ, अथवा सर्भिस टाइम है। कुनै हामीले जुनसुकै फ्यासिलिटी सर्भिस लिन गएको छौँ एक्चुअलीमा त्यो सर्भिस भइरहेको बेलामा कति टाइम लाग्छ त भनेर त्यसलाई सिमुलेट गर्ने काम चाहिँ एडभान्स ब्लकले गर्छ है। र यसको यदि सिन्ट्याक्स हेर्ने भने एडभान्स अनि त्यसपछि AB हुन्छ। A भनेको बेसिकली यही हो 15 हो मिन टाइम, B भनेको तलमाथि कति फ्लक्चुएट हुनसक्छ त्यो, र यहाँभित्र यसरी लेख्ने AB है। यो हाम्रो डायग्राम भयो, सिम्बल भयो, यो चाहिँ हाम्रो के भयो त भन्दाखेरि सिन्ट्याक्स भयो। यो सबै इक्जाम्पल हेरेपछि बुझिहाल्छ तिमीले, ढुक्क बस्छ। अर्को हुन्छ हाम्रो टर्मिनेट। अब सबै काम सकिसकेपछि अब हामीले गर्नुपर्छ टर्मिनेट है। त्यो टर्मिनेट गर्नको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि यस्तो गर्ने र यसरी लेखिदिने र यहाँ लेख्ने A है।
र यो ए भनेको के हो त भन्दाखेरि डिक्रिमेन्ट भ्यालु हो। ओके, युजली 1 नै हामीले लेखिन्छ जहाँ पनि। यो भनेको डिक्रिमेन्ट भ्यालु हो। एक्चुअलीमा एउटा टर्मिनेसन काउन्टर हुन्छ है, जहाँनिर चाहिँ हाम्रो टन्नै भ्यालु हुन्छ र एक एकले घट्दै जान्छ। जति बेला त्यो टर्मिनेसन काउन्टर 0 हुन्छ, 0 भएपछि हाम्रो त्यो सिमुलेसन चाहिँ रोकिन्छ कि है। भन्नुको मतलब चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि जस्तै 500वटाको लागि 500वटा ट्रान्जेक्सनको लागि चाहिँ सिमुलेट गर भनेर भन्यो भने टर्मिनेसन काउन्टर कति हुन्छ, 500 हुन्छ। हरेक एउटा सकिँदाखेरि एक एकले घट्छ र जति बेला 0 आउँछ त्यति बेला होल सिमुलेसन नै बन्द हुन्छ है। त्यसरी बुझ्नु पर्यो। ओके, सो यो टर्मिनेट ब्लकै अन्तिममा हामीले बनाइन्छ। अर्को हुन्छ टेस्ट ब्लक है। टेस्ट अथवा ट्रान्सफर यो दुइटै हुनलाई एउटै हो। टेस्ट नै बरु खासै नहेर पनि हुन्छ, हाम्रो मतलब पनि ट्रान्सफर ल्याएरमै। सो ट्रान्सफर ब्लक चाहिँ कस्तो हो भने लेट्स सपोज एउटा कुनै कन्डिसन हामीलाई दियो। अब यो कन्डिसन भयो भने यता जाने, भएन भने यता जाने भनेर यसरी हामीले देखाउनु पर्यो भने यहाँ बिचमा अब हामीले लेख्छौँ कन्डिसन। अब कन्डिसन ट्रु भएपछि कता जाने त? यो ट्रु हुँदाखेरि जाने ठाउँ चाहिँ यता लेख्छौँ, योतिर लेफ्टतिर। एक्सेप्टवाला चाहिँ यता लेख्छौँ, रिजेक्टवाला चाहिँ यता लेख्छौँ है। र यहाँनिर लेख्छौँ कन्डिसन। कन्डिसनमा युजली हामीले प्रोबेबिलिटी लेख्छौँ कुनै पनि कुराको है। जस्तै तपाईँ बार्बरसँग कपाल काट्न जानुभयो भने बार्बरले तपाईँलाई रिजेक्ट गर्ने प्रोबेबिलिटी 10% छ भन्यो भने हामीले यहाँनिर लेख्छौँ के त भन्दाखेरि 10%लाई अब देखाउँदाखेरि कति हुन्छ त भन्दाखेरि 0.1 हुन्छ है। र तपाईँ रिजेक्ट हुनुभयो भने यता आउँछ तपाईँको, एक्सेप्ट हुनुभयो भने तपाईँ यता आउँछ है। र यसलाई लेख्दाखेरि चाहिँ कसरी लेख्नु पर्यो त भन्दाखेरि ट्रान्सफर है। सुरुमा हामीले यो भ्यालु लेख्नु पर्यो। अब यो भ्यालु यदि फल्स भयो भन्नुको मतलब चाहिँ युजली बार्बरले तपाईँलाई एक्सेप्ट गर्यो, तपाईँ चाहिँ नि 90% मध्ये पर्नुभयो भने त्यति बेला के हुन्छ त त्यो यहाँ लेख्ने है। 1 - a वाला प्रोपोर्सनमा पर्नुभयो भने चाहिँ यहाँ लेख्ने। भन्नुको त तपाईँलाई बार्बरले एक्सेप्ट गर्यो भने त्यो कन्डिसन यहाँ लेख्ने, रिजेक्ट गर्यो भने त्यो कन्डिसन यहाँ लेख्ने। सो 0.1 भित्र पर्नुभयो भने यहाँ आउनुहुन्छ तपाईँ, यदि पर्नु भएन भने यहाँ आउनुहुन्छ है। सो यसरी लेख्नु पर्यो। ओके, ल सो यो सबै भयो हाम्रो लोगोदेखि लिएर सबै कुरा। अब हामी एक्चुअली इक्जाम्पल ल्याएर है त। सो यहाँबाट हाम्रो सुरु हुन्छ। सो हामीलाई के भनेको छ, कस्टमर एराइभ एट द बार्बर सप एभ्री 15 ± 3 मिनट भन्यो। ओके, ठिक छ, यो अराइभल टाइम दियो। अब एउटा हेयर कट हामीलाई गर्नको लागि कति जान्छ त भन्दाखेरि 18 ± 2 लाग्छ अरे। ओके, यो हेयर कट सर्भिस लिनलाई यति लाग्यो, अराइभलको यति टाइम भयो। त्यसपछि हामीलाई त्यो कुरालाई सिमुलेट गर्नु पर्यो 9 घन्टाको लागि। ओके, कति घन्टाको लागि? 9 घन्टा है। तर यहाँ हाम्रो जति पनि अरू युनिट दिएको छ त्यो त मिनटमा दिएको छ। सो यो आवरलाई चाहिँ अब हामी कन्भर्ट गर्नु पर्यो मिनटमा। सो 9 × 60 गरेर कति हुन्छ त भन्दाखेरि 540 हुन्छ। सो 540 मिनटसम्म यसलाई सिमुलेट गर्नु पर्यो। ओके, ल यति कुरा भयो। ल अब हामीले सुरुमा गर्नु पर्यो जेनेरेट अफ कोर्स। सो जेनेरेटबाट हामी सुरु गर्छौँ। ओके, अब जेनेरेटको मैले बुझाइसकेँ सिन्ट्याक्स। पहिला लेख्नु पर्यो एभरेज टाइम अनि फ्लक्चुएसन टाइम लेख्नु पर्यो। सो 15,3। त्यसपछि हामी जब ट्रान्जेक्सनभित्र जान्छ त्यसलाई हामीले राखिन्छ क्यूमा। कहाँ राखिन्छ? सुरुमा लाइनमा है। हामी के एजुम गर्छौँ भने अगाडि कसैको कपाल काटिँदैछ भनेर एजुम गर्छौँ। सो सुरुमै हामी क्यूमा त्यसलाई पठाइदिन्छौँ है। सो मैले क्यूको नाम चाहिँ क्यूयू मात्र लेखेँ अरे। ओके, सो मैले त्यसलाई क्यूमा पठाइदिएँ। ठिक छ, यस्तो भयो। अनि के गर्छौँ भने हामी क्यूमा जाँदा बित्तिकै जब बार्बर फ्री हुन्छ नि त्यसको सर्भिसलाई हामी सिज गर्छौँ। सो जहिले पनि के बुझ्नु पर्यो भने क्यू पछि जहिले पनि सिज आउँछ, सिज पछि जहिले पनि डिपार्ट आउँछ। यो फ्लो चाहिँ तिमीले बुझ्नुपर्छ। पहिला हामी लाइनमा बसिन्छ, बार्बर फ्री भयो भने हामीले त्यसलाई सिज गरिन्छ र लाइनबाट हामी हटिन्छ र सर्भिस लिन्छ। ओके, यो कुरा हुन्छ। सो हामीले सिज गर्नको लागि अब यसरी गर्नु पर्यो। अब कुन फ्यासिलिटीलाई सिज गर्दैछौँ त्यो फ्यासिलिटीको नाम यहाँ लेख्नु पर्यो। ओके, सो मैले नाम अब जे लेखे पनि हुन्छ कि, मैले बार्बर लेखिदिएँ। ओके, फ्यासिलिटीको नाम। ठिक छ, यसलाई मैले सिज गरेँ। अब म गर्छु लाइनबाट बाहिर निक्लिन्छु यसलाई सिज गरिसकेपछि है। सो यो क्यूयू भन्ने क्यूबाट चाहिँ म बाहिर निक्लिन्छु, डिपार्ट गर्छु। ठिक छ, अब डिपार्ट गरेपछि मेरो काम के हो त? कपाल काट्ने हो। कपाल काट्ने जुन छ त्यो भनेको के हो? सर्भिस लिने काम हो र त्यसलाई एडभान्सवाला ब्लकले देखाउँछ। र सर्भिस लिने यानि कि कपाल काट्न कति लाग्छ? 18 ± 2 लाग्छ भनेपछि यहाँ के लेख्नु पर्यो? 18 अनि कमा 2 लेख्नु पर्यो। ओके, सो यो सुरुको भयो जेनेरेट, सेकेन्डको भयो
क्यू, थर्डको भयो हाम्रो के त भन्दाखेरि सिज, फोर्थको भयो हाम्रो डिपार्ट, र फिफ्थको भयो हाम्रो के त भन्दाखेरि एडभान्स। अब हामीले आफ्नो सर्भिस लियौँ है, सर्भिस लिइसकेपछि जुन हामीले सिज गरेको छौँ त्यसलाई गर्नुपर्छ हामीले जहिले पनि के त भन्दाखेरि रिलिज है। सिज गरेपछि जहिले पनि रिलिज गर्नुपर्छ। अब रिलिज गर्दाखेरि यसरी गर्नु पऱ्यो, बारबारलाई हामीले रिलिज गऱ्यौँ, बारबार भन्ने फेसिलिटीलाई, र अब हामी गर्छौँ टर्मिनेट, र टर्मिनेट गर्दाखेरि यहाँ चाहिँ जहिले पनि 1 लेख्नु पऱ्यो। ओके ल, सो यो थियो हाम्रो रिलिज, र यो थियो हाम्रो टर्मिनेट। ल यसरी हाम्रो भन्यो एउटा जीपीएसएस वाला डायग्राम है। ल र यतिमा छोड्ने होइन हामीले इक्जाममा लेख्नुपर्छ प्रोग्राम। सो इच एन्ड एभ्री स्टेपलाई अब हामी प्रोग्राममा लेख्छौँ है। फर्स्ट स्टेप हाम्रो के हो, जेनेरेट कति गरियो 15,3 भनेपछि जेनेरेट भयो 15,3। त्यसपछि हामी बस्यौँ क्यूमा है, क्यूको नाम के छ क्यू छ, सो क्यू अनि क्यू। त्यसपछि हामीले गऱ्यौँ सिज, सिजको लागि गऱ्यौँ बारबार भन्ने फेसिलिटीलाई, सो सिज बारबार है, एउटै लेख्नुपर्छ बाइ द वे, क्यापिटल स्मल त्यो। अनि त्यसपछि हामी गर्छौँ डिपार्ट। ओके, सो डिपार्ट गऱ्यौँ हामी, क्यूबाट हामी निक्ल्यौँ, र अब गऱ्यौँ हामीले एडभान्स, सो एडभान्स 18,2, 18,2। त्यसपछि हामीले आफ्नो सर्भिस युज गरिसकेपछि बारबारलाई रिलिज गरिदिउँ, सो रिलिज भयो बारबार। त्यसपछि हामीले गऱ्यौँ टर्मिनेट, टर्मिनेट 1। ओके ल, सो टर्मिनेट खमा अब यो कतिले डिक्रिमेन्ट गर्ने त्यो लेख्नुपर्छ, युजली त्यो 1 हुन्छ, सो 1 लेख्यौँ। अब यहाँनिर हामीलाई के भनेको छ भने 9 घन्टाको लागि सिमुलेट, यानि कि 540 मिनटको लागि सेम कुरालाई रिपिट गर्न भनेको छ है। जब हामीलाई यसरी यति टाइमसम्म चाहिँ त्यो कुरालाई सिमुलेट गर भनेर भन्छ नि, लास्टमा यो फ्लो चार्टमा त हाम्रो फ्लो चार्ट त यति नै हो, अथवा यो जुन डायग्राम छ यो यति नै हो, डायग्राममा हामीले केही थप्नु पर्दैन, यति नै हो। यो चाहिँ नि 9 घन्टालाई सिमुलेट गर भनेर नलेखा भए पनि यति नै हुन्छ डायग्राम है। सो यो कुरा डायग्राममा चाहिँदैन, तर प्रोग्राम लेख्दाखेरि जहिले पनि अन्तिममा हामीले के लेख्नुपर्छ, START, र कति टाइमसम्मको लागि गर्ने त्यो टाइम हामीले लेख्नुपर्छ सेम युनिटमा, सो 540 भनेपछि यहाँनिर अब लास्टमा के लेख्नु पऱ्यो, स्टार्ट 540। यसले गर्दाखेरि एउटा टर्मिनेट भइसकेपछि अब स्टार्ट 540 भएपछि अर्कोमा जान्छ, कति टाइम लाग्यो त्यो यहाँनिर गर्छ, र अर्कोमा जान्छ, गर्दा गर्दा अब जबसम्म यहाँ 0 हुन्न त्यति बेरसम्म त्यो कुरा भइरहेछ है। ल सो यसरी भन्नु पऱ्यो। ओके ल, यो भयो। अर्को एउटा इक्जाम्पल हेरौँ हामी, यहाँनिर के भनेको छ भन्दाखेरि एउटा मेसिन टुल छ है, जहाँनिर चाहिँ एभ्री 5 मिनटमा चाहिँ त्यो चाहिँ टर्न आउट हुन्छ अरे, भन्नुको मतलब त्यहाँबाट केही कुरा निक्लिन्छ अरे है। र त्यो निक्लेपछि त्यो जान्छ इन्सपेक्सनमा, इन्सपेक्टरले चाहिँ 10 + 3 मिनट चाहिँ त्यसलाई इन्सपेक्सन गर्न लगाउँछ अरे, र इन्सपेक्सन गरिसकेपछि 10% पार्ट चाहिँ हाम्रो रिजेक्ट हुन्छ अरे है, अरू चाहिँ हाम्रो एक्सेप्ट हुन्छ अरे। र यो कुरालाई अब हामीले सिमुलेट गर्न पर्यो 500 पार्टको लागि है। यहाँनिर टाइम दियो यति मिनटको लागि भनेर दियो, र देन हामीलाई दियो पार्ट 500 पार्ट भनेपछि यो चाहिँ अब हामीले लास्टमा होइन माथि नै लेख्ने जेनेरेटमै, किनभने मैले जेनेरेटको सिन्ट्याक्समा तिमीलाई बुझाएको थिएँ। पहिला हाम्रो एभरेज हुन्छ, अनि हाफ टाइम हुन्छ, त्यसपछि अफसेट हुन्छ, त्यसपछि हाम्रो कतिवटा नम्बरलाई रिपिट गर्ने त्यो हुन्छ है, कतिवटा ट्रान्जेक्सनमा त्यो कुरा गर्ने त्यो हुन्छ, लिमिट हुन्छ यहाँनिर। सो त्यो लिमिटमा हामीले अब लेख्नुपर्छ 500, यो अगाडिकोलाई खालि चढ्दा हुन्छ। ल यसलाई एकचोटि गरौँ है त। ओके ल, सुरुमा गर्नु पऱ्यो जेनेरेट, अराइभल हेर्ने भने एभ्री 5 मिनट भनेको छ, यहाँनिर प्लस माइनस कति पनि दिएको छैन, सो 0 लेखिदिँदा हुन्छ है। सो जेनेरेट भयो। अब यसको बनाम हामी कति त भन्दाखेरि 5 मिनट, 0 भयो, र यहाँनिर यस्तो बनाएर चाहिँ यहाँ 500 लेख्थ्यो है त, मैले यहीँ भित्र लेखेछु, यो यस्तो नगरेर यसरी बाहिर चाहिँ यसरी बनाएर डट डट बनाएर यहाँ 500 लेखेँ है। ल ओके, यो भयो है त। यहाँनिर एउटा कमा पनि राख्थ्यो कि हाम्रो थर्डवाला चाहिँ खाली छ, फोर्थवाला चाहिँ यो भयो भनेर यहाँ बिचमा एउटा कमा पनि राख्थ्यो, अझ बेटर भयो। ओके ल, त्यसपछि हामीले त्यसलाई अभियसली लाइनमा पठाउनुपर्छ है सुरुमा, किनभने अगाडि अरू नै इन्सपेक्सन भइरहेको हुनसक्छ। सो जहिले पनि हामीले जेनेरेट पछि क्यूमा हामीले पठाउनुपर्छ कि युजली सबै हाम्रो इक्जाम्पलहरूमा। सो हामी क्यूमा पठाऊँ है, क्यूको नाम चाहिँ INSQ राख्थ्यौँ, सो हामीले क्यूमा पठायौँ रे। ओके क्यू भयो। अब साइडमा मैले बरु प्रोग्राम पनि यहीँनिर लेखिदिन्छु है। सो प्रोग्राम हाम्रो 5
कमा 0 कमा अनि बीचमा खाली छ कमा अनि 500 भयो ओके त्यसपछि हाम्रो क्यू भयो क्यूको नाम लेख्नु पर्यो INS क्यू भयो है त्यसपछि हामी क्यू पछि अब त्यो सर्भिसलाई हामीले गर्छौं सिज सो सिज गर्नको लागि यस्तो गर्नु पर्यो त्यो सर्भिसको नामले सबै इन्स्पेक्टर हो अरे सो इन्स्पेक्टरलाई हामीले सिज गर्यो है सो SEIZE अनि इन्स्पेक्टर ओके यो प्रोग्रामै हो है त यता लेखेको ल अनि त्यसपछि यो पछि हामीले गर्छौं डिपार्ट है यहाँ यस्तो गराउनु बिर्सेछु मैले INSQ यसलाई गर्यौं हामीले डिपार्ट ओके सो यहाँनिर डिपार्ट INSQ भयो है त अनि त्यसपछि हामीले लिन्छौं सर्भिस है सो हामीले सर्भिस लिनको लागि हामीले गराउनु पर्यो एडभान्स ब्लक र हामीले सर्भिस लिनलाई इन्स्पेक्सनको लागि 10 प्लस माइनस 3 टाइम लाउनु रहेछ सो 10,3 लेख्न पर्यो ओके सो यहाँ पनि 10,3 है र यसपछि अब हामीले यो सर्भिसलाई पहिला त हामीले यसलाई रिलिज गर्दियौं है सो यहाँनिर इन्स्पेक्टरलाई हामीले गर्छौं रिलिज है ओके इन्स्पेक्टरलाई अब त्यसपछि हेर है मैले यहाँ क्वेशनमा के भनेको छ 10% पार्टहरु रिजेक्ट हुन्छ भनेर यसपछि है 10% भनेको कति 0.1 सो 0.1 बाट कतिपय रिजेक्ट हुन्छ कतिपय जान्छ एक्सेप्ट तिर ओके सो हाम्रो जुन एक्सेप्ट तिर जान्छ युजुअली त्यसलाई लेफ्ट तिर बनाउनु पर्यो सो एक्सेप्ट तिर जाने यता भयो रिजेक्ट तिर जाने यता भयो ओके ल सो अब रिजेक्ट तिर गए पनि टर्मिनेटै हुने हो त्यो सकिने नै हो obviously कतै नयाँ ठाउँमा त जाने हैन त्यो है कुनै नयाँ ठाउँमा जान्छ भने त त्यही ठाउँ बनाउने र यहाँबाट ब्रान्च बनाउने हो हामीले त्यो पनि एकछिनमा हेरेला हामीले है र अहिलेको लागि रिजेक्ट भयो भने टर्मिनेट हुने हो एक्सेप्ट भयो भने टर्मिनेट हुने हो सो दुवैतिर हामीले बनाऊँ टर्मिनेट ओके ल भिडियोमा हामीले हो भयो है सो यो हाम्रो टर्मिनेट भइहाल्यो ओके ल सो एउटा त हाम्रो रिजेक्ट टर्मिनेट भयो टर्मिनेट 1 अर्को हुन्छ एक्सेप्ट टर्मिनेट 1 है यसरी लेख्नु पर्यो प्रोग्राममा ओके ल सो यहाँनिर भयो सो यसलाई एकचोटि हेर्ने भने यो भइहाल्यो क्यू हाम्रो बन्यो सिज बन्यो डिपार्ट बन्यो त्यसपछि एडभान्स बन्यो रिलिज बन्यो ट्रान्सफर बन्यो अनि त्यसपछि हाम्रो ट्रान्सफर यसरी लेख्ने मैले यहाँ ट्रान्सफर लेख्न बिर्सेछु सरी ट्रान्सफर है यदि अब यो 0.1 लेख्नु पर्यो यदि यो चाहिँ नि ट्रू रहेछ भने हाम्रो कहाँ जान्छ त भन्दाखेरि ट्रू रहेछ भने रिजेक्सन तिर जान्छ त्यसपछि एक्सेप्ट तिर जान्छ नत्र है सो अगाडि यहाँ रिजेक्सन लिनुपर्छ मेरो बिग्रियो जस्तो लाग्यो रिजेक्सन चाहिँ हाम्रो अगाडि हुन्छ एक्सेप्टेन्स चाहिँ पछाडी हुन्छ है ल र यो दुईटा भयो र लास्टमा स्टार्ट लेख्नुपर्छ है तिमीले केही कुरा रिपिट गरिराख्नु पर्ने छ है सिमुलेसनलाई चाहे त्यो टाइमको लागि होस् चाहे त्यो नम्बर अफ पार्टको लागि होस् भने स्टार्ट चाहिँ लेख्नुपर्छ यदि टाइम भएको भए यहीँनिर लेख्थ्यो टाइम माथि यो 500 लेख्न पनि थिएन है तर यहाँनिर अब टाइम त होइन 500 त यही लेख्यो तर लास्टमा स्टार्ट लेखेपछि यो फेरि के हुन्छ त माथितिर जान्छ बल्ल है सो लास्टमा स्टार्ट लेख्न नबिर्सिने ओके ल यो फ्लो चार्टमा त केही चाहिँदैन त्यो तर प्रोग्राममा चाहिँ लास्टमा लेख्नु पर्यो ओके अर्को गरौँ हामी सो यहाँनिर के भनेको छ त भन्दाखेरि पार्ट्स आर मेड एभ्री 10 मिनट ओके ठिक छ 10 मिनट भनेपछि हाम्रो 10 मिनट अराइभल टाइम जस्तो भयो अनि त्यो मध्ये त्यो जुन 10 मिनेटमा आएको छ त्यो मध्ये 90% चाहिँ हाम्रो टाइप ए को छ रे र त्यो टाइप ए ले इन्स्पेक्सन टाइम 6 प्लस माइनस 2 लिन्छ रे र त्यो मध्ये 10% चाहिँ हाम्रो टाइप बी छ रे र टाइप बी ले चाहिँ इन्स्पेक्सन टाइम 10 प्लस माइनस 2 लिन्छ रे है भन्नु मतलब यसलाई कसरी गर्नु त पहिला हेरौँ है सो सुरुमा त हामीले जेनेरेट गर्न पर्यो सेम हो है जेनेरेट हामीले गर्छौं 10 ओके त्यसपछि हामी 0 लेख्छौं किनभने 10 मिनेट भनेको छ पार्ट्सहरु 10 मिनेटमा बन्छ र त्यो मध्ये 90% टाइप ए को हुन्छ 10% टाइप बी को हुन्छ इन्स्पेक्सन टाइम यति लाग्छ भनेको छ सो जस 10 मिनेटमा चाहिँ एउटा पार्ट बन्छ र त्यो इन्स्पेक्सनमा जान्छ त्यो भन्न खोजेको सो यहाँनिर 10 भयो यहाँनिर प्लस माइनस टाइम लेखेको छैन सो 0 भइहाल्यो ओके त्यसपछि हाम्रो के हुन्छ रे चाहे त्यो पार्ट ए होस् या बी होस् अथवा टाइप ए होस् या बी होस् त्यो लाइनमा त बस्नु पर्यो नि त लाइनमा बसेर जब त्यसको पालो आउँछ त्यसपछि बल्ल त्यो टाइप ए र बी को लागि छुट्टिन्छ के हाम्रो बाटो इन्स्पेक्सन टाइममा गएर दुईटाको इन्स्पेक्सन टाइम त फरक छ नि त त्यही भएर जब तिनीहरु लाइनबाट निक्लिन्छ त्यसपछि बल्ल छुट्टिन्छ त्यसलाई यसरी बुझ लेट्स सपोज तिमीहरुको
कलेजमा नोट चेकिङ भइरहेको छ अरे स्कुलमा है सानो सानो 8-9 मा पढ्ने बेलामा नोट कपी चेक गर्न लागिरहेको छ सरले है। अब त्यो सरले चेक गर्दाखेरि अब त्यो छुट्टा छुट्टै लाइन जस्तै हाम्रो क्लासमा गर्ल्स र बोइज हुन्छ नि त जहिले पनि है। सो गर्ल्सको छुट्टै पहिला अनि बोइजको पछि भन्ने हुँदैन। सो एकैचोटि लिन्छ, एकैचोटि लिँदाखेरि गर्ल्स होस् या बोइज होस् लाइन त हाम्रो सेम हुन्छ नि त राइट, लाइन त हाम्रो सेम हुन्छ नि त। र जब यिनीहरूको पाली आउँछ, पालो आइसकेपछि अब गर्ल्सलाई लेट सपोज अलि थोरै टाइम लाग्ला, बोइजलाई अलि धेरै टाइम लाग्छ पिट्नु पऱ्यो होइन। सो बल्ल जब पालो आउँछ, पालो आएपछि बल्ल बोइज र गर्ल्सको इन्सपेक्सन टाइम चाहिँ छुट्टिन्छ। अदरवाइज लाइनमा त सँगै बस्ने हुँदैन। त्यही भएर क्यु चाहिँ हामीले पहिले बनाउने जोसुकैको लागि। सो हामी बनाउँछौँ क्यु है। क्युको नाम चाहिँ मैले INSK लेखेँ यहाँनिर पनि ल। त्यसपछि हामी गर्छौँ यो सर्भिस पनि त एउटै मान्छेले दिने हो। यहाँ नोट चेक एउटै मान्छेले गरे जस्तो इन्सपेक्सन एउटै मान्छेले गर्ने। सो हामीले के गर्नु पऱ्यो, यसलाई सिज गर्नु पऱ्यो इन्सपेक्टरलाई, माथिको जस्तै हो यो भन्ने। त्यसपछि हामीले गर्नु पऱ्यो डिपार्ट। ओके, सो हामी डिपार्ट गरौँ INSKबाट। अब बल्ल हाम्रो जब पालो आउँछ एडभान्सको यानि कि सर्भिस लिने पालो, त्यसपछि हामीले हेर्ने यहाँनिर के भनेको छ 90% तिम्रो के भनेको छ त टाइप A छ, अरू टाइप B छ भनेर। सो हामी के गर्नु त भन्दाखेरि यहाँनिर 0.9 गर्ने र 90% मध्ये हो भने त्यो टाइप A हो, टाइप A तिर गयो। यदि 0.1% हो भने त्यो टाइप B तिर गयो। ठिक छ। अब यहाँनिर बल्ल हामीले बनाउने एडभान्स। दुईटाको लागि फरक हुन्छ किनभने इन्सपेक्सन टाइम फरक छ। अब टाइप A तिर हाम्रो 6 ± 2 छ जो 6-2 भयो, अनि B तिर हाम्रो 10 ± 2 छ जो 10-2 भयो है। अनि त्यसपछि अब दुवैतिर अरू कुरा चाहिँ सेम नै हो। हामीले गर्नु पऱ्यो रिलिज। ओके, रिलिज गर्नको लागि यस्तो गर्नु पऱ्यो इन्सपेक्टर, यहाँ पनि सेम इन्सपेक्टर लेख्नु पऱ्यो। अनि त्यसपछि दुवैलाई के गर्नु पऱ्यो त टर्मिनेट गर्नु पऱ्यो। ओके, सो अब यहाँनिर हेरेँ टर्मिनेट गर्दा पनि फेरि अर्को कुरा छ। यहाँनिर 10% रिजेक्सन पनि भनेको रहेछ है। सो यहाँनिर 10% रिजेक्सन छ दुइटैको भनेको छ है। सो दुवैतिर अब अहिलेको जस्तै रिजेक्सनवाला बनाउनु पऱ्यो है। सो 10% भनेको 0.1 है। सो यता हुन्छ एक्सेप्ट, यता हुन्छ हाम्रो रिजेक्ट है। यसरी बुझ्नु पऱ्यो। र अब एक्सेप्ट भयो भने हाम्रो हुन्छ टर्मिनेट, रिजेक्ट भयो भने हाम्रो टर्मिनेट हुन्छ है। र यहाँ पनि सेम बोथको लागि 10% भनेको छ। सो यता पनि 0.1 भयो र अरू कुरा सेम नै छ यहाँ। र यो चाहिँ टाइप B को लागि हो। सो यसलाई B लेख्थ्यौ, यसलाई P लेख्थ्यौ, यहाँनिर A लेख्थ्यौ, यसलाई पनि A लेख्थ्यौ। यो छुट्टिन्छ के है। र यो पनि टर्मिनेट हो, यो पनि टर्मिनेटै हो। 1-1 भयो है। ल यसरी गर्नु पऱ्यो। यता हाम्रो अरू कुरा सेम छ, जस्ट यसरी ब्रान्चिङ कसरी गर्ने त्यो कुरा बुझ्नु पर्छ तिमीहरूले। र अर्को कुरा यहाँ 100 पार्ट पनि भनेको रहेछ। सो यहाँनिर अब यसरी 100 लेख्थ्यो भइहाल्यो। अब यसको कोड लेख्नु पऱ्यो, कोड जेनेरेट भइहाल्यो। ठिक छ। त्यसपछि क्यु भइहाल्यो सेम, सिज सेम भइहाल्यो है। त्यसपछि हाम्रो डिपार्ट सेम भइहाल्यो। अब हामीले गर्नु पऱ्यो ट्रान्सफर। सो 0.9 यदि हाम्रो फल्स छ भने त्यो जान्छ टाइप B मा, ट्रु छ भने जान्छ टाइप A मा है। यसरी लेख्नु पऱ्यो। अनि अब टाइप A तिरको कोड हामीले लेख्नु पऱ्यो है। सो टाइप A मा जुन एडभान्स हुन्छ त्यो 6,2 हुन्छ है। यो टाइप A को चाहिँ पहिला कोड लेख्छौँ अनि B को लेख्छौँ है। अनि यहाँनिर ट्रान्सफर जुन छ त्यो यहाँनिर मैले रिलिज लेख्न बिर्सेछु ल। एडभान्स पछि यहाँनिर रिलिज LEASE रिलिज हुन्छ र को त भन्दाखेरि इन्सपेक्टर। त्यसपछि हाम्रो यहाँनिर ट्रान्सफरमा पुग्छ है। र 0.1 एक्सेप्ट रिजेक्ट भइहाल्यो, सेम भयो। अनि त्यसपछि हाम्रो ए चाहिँ हाम्रो कति बेला एक्सेप्ट हुन्छ त भन्दाखेरि एक्सेप्ट भयो भने टर्मिनेट हुन्छ, रिजेक्ट भयो भने टर्मिनेट हुन्छ है। सो यो A को लागि भयो। B को लागि पनि सेम लेख्नु पऱ्यो अब है। टाइप B एडभान्स 10-2 लेख्नु पऱ्यो। त्यसपछि ट्रान्सफर लेख्नु पऱ्यो, रिलिज लेख्नु पऱ्यो सेम वेमा। रिलिजको कोड सेम नै हुन्छ। त्यसरी ट्रान्सफर लेख्नु पऱ्यो, ट्रान्सफरको पनि सेम नै हुन्छ। जस्ट यहाँ B लेख्नु पऱ्यो हामीले A को ठाउँमा र अरू टर्मिनेट पनि सेम नै हुन्छ है। सेम छ। र लास्टमा लेख्नु पऱ्यो स्टार्ट, किनभने हामीले कुरालाई रिपिट गर्नु भन्छ। ओके ल। सो यो भयो, यसरी हामीले गर्नु पऱ्यो है। ल तलतिर मैले लेखेको छु, हेर्न आउँछ तिमीहरू ल। सो यति चाहिँ हाम्रो थियो है। अब तिमीहरूले अरू पनि गर, प्र्याक्टिस गर है। आई होप यो भिडियोले हेल्प गरेको होला। होल प्लेलिस्टले नै आई होप तिमीलाई हेल्प गरे होला है। र अब चाहिँ म मेबी
एसएडी यानि कि सिस्टम एनालाइसिस एन्ड डिजाइनको भिडियो लिएर आउँछु होला, पढ्छु होला आफू पनि। र त्यति बेलासम्मको लागि सबैजनालाई बाई बाई, लभ यु अल।